एसएलसी लाई सम्झिनु पर्दा कसरी सम्झिन्छौ? एसईई हाम्रोबाट त एसई हो के अरे जिपिए आएको कक्षा 10 लाई भनौँ न। कक्षा 10 लाई अब कसरी सम्झिने एकदम रमाइलो थियो त्यो दिनहरू। बिदाईलाई पनि एकदम रमाइलो, बिदाई त झन् एकदम रमाइलो भएको थियो। अब 9 क्लासकाल 10 क्लासकालाई बिदाई गर्थ्यो के हैन, अनि मालाहरू लगाइदिए टिका माला, अनिखेरि शुभकामना आदान प्रदान शिक्षकहरूले अनि भाइ बहिनीहरूले। त्यसपछि मासु चिउरा खाने अनि फोटो सोटो खिच्ने। सबभन्दा सम्झिन लायक क्षण के थियो 10 कक्षाको अथवा बिदाईको? बिदाईको त अब त्यही नै हो, बिदाई नै मेमोरेबल पल नै भयो क्या, किनकि त्यसपछि पढिएन त्यो स्कुलमा। अनि त्यति बेला थाहा त थियो अब पढिँदैन होला भनेर एकदम नरमाइलो भइरहेको थियो, एकदम नरमाइलो लाग्थ्यो क्या बिदाईको बेलामा। विद्यालय छोड्दाखेरि विद्यालय सरहरूलाई मिस गरिनौ? सरहरूलाई एकदम मिस गरेँ नि। म त यहाँ 11 12 सम्म पनि अकाउन्ट पढेको नबुझ्दा क्या, 11 मा आउँदा अकाउन्ट पढाएको नबुझ्दा चाहिँ अनि चाहिँ कस्तो किन छोडेछु स्कुल भन्ने जस्तो भइरहेको थियो। पछि हाम्रो सरले पढाएको त बुझिन्थ्यो, यता चाहिँ बुझेन एकदम। त नि त्यसपछि सरहरू चाहिँ एकदम पछि एक्जाम सेन्टर चाहिँ आफ्नै सेन्टर थियो कि बाहिर जानु पर्थ्यो? बाहिर जानु पर्थ्यो नि, बाहिर जानु पर्थ्यो। बाहिर जाँदाखेरि चाहिँ पहिले सम्झिँदा एकदम रमाइलो हुन्थ्यो, फेरि रमाइलो लाग्थ्यो क्या बाहिर जाने। बाहिर गएर पढ्नु पाइन्छ, कहिले नगएको भएर हो कि घरबाट बाहिर गएर नपढेको भएर नपढेको। अनि फेरि म त अन्त कोठा लिएर बस्नु पर्ने थिएन, मामा घर त्यही नजिकै थियो। सेन्टर कुन स्कुलमा अरे? मेरो त सिमलटारी। स्कुलको नाम? स्कुलको नाम त मालिका उच्च माध्यमिक विद्यालय, श्री मालिका उच्च माध्यमिक विद्यालय। तपाईहरुले एसएलसी कुन ब्याचको हो र सम्झिन कसरी सम्झिनुहुन्छ? हाम्रो त जिपिए मा आयो हैन, हाम्रो एसई हुन्छ भन्ने थाहा थिएन। 72 साल भनेपछि फर्स्ट ब्याच हो। हजुर, हामीले चाहिँ अब एसएलसी नै हो भन्ने त्यही अनुसारको एक्साइटमेन्ट, त्यही अनुसारको डर नै थियो। लास्टमा चाहिँ रिजल्ट आउने बेला चाहिँ जिपिए मा आयो। त्यसपछि हाम्रो पालादेखि चाहिँ जिपिए मा आएको हैन रिजल्ट, तर हाम्रो भन्दा पछिल्लो 73 सालदेखि चाहिँ त्यसलाई चाहिँ एसएलसी लाई नामकरण चाहिँ एसईई भनेर चाहिँ भनेपछि साँधीमा पर्यो। साँधीमा चाहिँ पीडा हुन्छ। अब हामीलाई थाहै थिएन त्यसरी आउँछ रिजल्ट। अहिलेसम्मको होल जर्नी लाइफ, अहिलेसम्मको उमेर आइपुग्दा सबभन्दा भनौँ न मेमोरेबल क्षण अथवा वर्ष भन्दाखेरि त्यही 10 कक्षा पढ्दाकोलाई सम्झिन्छु के हो? मेमोरेबल वर्ष खुसी अथवा कसरी सबभन्दा कुन वर्षलाई चाहिँ सम्झिन्छौ तिमीले? बुझिनु प्रश्न? हैन, बुझ्न त बुझे, तर सबै पलहरू एकदम आफैमा एकदम नौला। प्रत्येक पलहरू, प्रत्येक दिनहरू नौला नै हुँदै गइरहेको छन्। प्रत्येक पलहरू खुसी नै भइरहेको छन्। अब आफ्नै लाइफमा जोडेर भन्नुपर्दा चाहिँ अब बिहेको समयमा त्यस्तो भयो होला, किनकि अब आफ्नो लाइफ कस्तो मान्छेसँग कटाइँदैछ, जाँदैछ यताउति हैन। त्यो त हो स्कुलको जर्नीमा। स्कुलको जर्नीमा त स्कुलको प्रत्येक पलहरू एकदम खुसी हुन्थ्यो। अझ त्यो तीजको स्पेशल के अझै तीजको भन। तीज र दसैँको बेलाहरू खुसी लाग्थ्यो है अझ, किनकि तीजमा यो तीज प्रतियोगितामा हिँडिन्थ्यो टाढा टाढासम्म पनि। नाचेर पुरस्कार कतिको ल्याइन्थ्यो? नाचेर पुरस्कार पाइन्थ्यो, उत्कृष्ट पुरस्कार पनि पाइन्थ्यो। अनि अब उसमा दसैँको बेलामा चाहिँ सरा हेर्नहरू जाने खुसी लाग्थ्यो, एकदम रमाइलो थियो। भगवानले के माग्छस् भनेर फेरि पुरानै सोधे भने पुरानै लाइफ त माग्दिनौ नि? माग्छु। माग्छु त्यो त। मान्छे त परिवर्तनशील हुनुपर्छ भन्छन्। परिवर्तनशील हुनुपर्छ, त्यही भएर अहिलेको लाइफबाट फेरि परिवर्तन भएर म पहिलाको लाइफमै जान चाहन्छु। ल धन्यवाद। फेरि पहिलाको भनेको 10 क्लासदेखि पछिको होइन है, 10 क्लाससम्मको। त्यही ठाउँमै बसिरहने कि फेरि बढेर अहिलेको ठाउँमा आइन्छ त? फेरि बढेर बढिन्छ भन्न त त्यो समय चाहिँ फेरि फिल गर्न पाइयोस्। यदि मागेर पाइने भए चाहिँ स्कुल जान पाइयोस्, दाउरा घाँस गर्न पाइयोस्, फेरि एक कक्षाबाट पढ्ने भने त फर्स्ट हुन्थ्यो होला भन्ने सोच आउँछ। आमासँग बस्न पाइयोस्। अब 1 क्लासबाट पढ्दा फर्स्ट सेकेन्ड अब खै हेरौँ त्यस्तो चाहिँ हुन्थ्यो क्या 10 कक्षाको दिइसकेपछि। अब 1 कक्षाबाट हुने भए चाहिँ फर्स्ट हुँदै जान्थे भनेर त्यस्तो तिमीलाई आयो कि आएन? त्यो चाहिँ मैले सोचेन, तर आफ्नो बेस्ट दिन्थे। ल धन्यवाद है। यति थर्ड हुन्थे के अरे, अब अझ त्योभन्दा अगाडि जान खोज्थ्यो होला। प्रेस अझै सुन्दैछौ भने
रामप्रसाद मन्थी मलाई जित्थे उनी सेकेन्ड हुन्थे राजन पराजुली फर्स्ट हुन्थे उनीहरू एकदम ट्यालेन्टेड जित्न त के गर्थे कोसिस चाहिँ गर्थे है के हो जितिन्थ्यो नि उनीहरू त गइसके फर्किन चाहन्छन् नि त्यसरी चाहन्छन् होला नि उनीहरू पनि ल ठिक छ जे होस् टक्कर चाहिँ हुन्थ्यो होला है अब फेरि अर्को नयाँ